So good morning everyone and welcome back to new vlog. त्यो आज चाहिँ सन्डे मेरो छुट्टी आज चाहिँ छुट्टी लिएर बसिरहेको छु सन्डे पनि सन्डे प्रायः जस्तो काम हुन्थ्यो आज चाहिँ छुट्टी लिएर बसिरहेको छु अनि आज चाहिँ म घरमा छु घरमै बसेर के गर्छु कस्तो गर्छु आज चाहिँ हल्का सर्ट भ्लग बनाउने प्रयास गर्छु म धेरै भयो भ्लग नबनाएको मैले बेला बेला घर बस्दा चाहिँ बनाएर हालिरहेको हुन्छु तर आज पनि यसो घर बसेको बेला हल्का हल्का बनाएर हाल्ने ट्राई गर्दैछु सो त्यही न गाइस अनि अरू त भन्नु केही छैन के गर्छु कता कता जान्छु कसो कसो गर्छु सबै कुराहरू देखाउँछु अनि हल्का ड्रोन सट पनि मिल्यो भने हान्छु म यहाँ अगाडि गएर पार्कमा सो त्यही न गाइस लेट्स इन्जोय द ब्लग है त सो गाइस म चाहिँ भर्खर उठेर खाजा साजा खाएर बसिरहेको छु अनि यस्तो बवाल घाम लागिरहेको छ आज कति 2 हप्ता 3 हप्ता पानी परेर बल्ल आज घाम लागेको छ यस्तो बवाल देखिरहेको छ हाम्रो घर नै यहाँ चाहिँ काकतीको रुख छ सही हो अनि लुक एट दिस भ्यू यस्तो बवाल देखिरहेको छ भ्यू चाहिँ सही हो ड्रोन सट हानौँ भनेको यस्तो हावा चलिरहेछ ड्रोन सट हान्न चाहिँ पाइँदैन जस्तो छ सो त्यही न गाइज कस्तो बवाल देख्छ यो गाडी स्मुथ हिँडाएर जान्थ्यो पुरा ग्रिनीसँगै सो म हल्का हल्का भिडियो बनाउँछु है त यहाँ अमिलो फलेको छ म चाहिँ अमिलो टिप्ने ट्राई गर्दैछु यहाँ चाहिँ अमिलो फलेको छ त्यहाँ माथि माथि भर्याङै लिएर टिप्नुपर्छ जस्तो छ किनभने यस्तो ठुल्ठुलो भइरहेछ यस्तो त्यत्रो ठुलोवाला अमिलो चाहिँ छैन यत्रो यत्रो खालको छ यत्रो यत्रो फुल्छ कि अनि यत्रो हुन्छ अनि यत्रोमा पहेँलो भएर झर्छ त्यही भएर अनि अहिले टिपेर अनि खानुपर्छ यसलाई अमिलो साँचेर टन्नै छ माथि माथि चाहिँ खतरा फलेको देखाउँछु अगाडिबाट अम्बा चाहिँ सकिसक्यो अनि यता अम्बा चाहिँ सकिसक्यो अनि अहिले चाहिँ अमिलोको पालो आइरहेछ यस्तो डेन्जर फलिरहेछ अमिलो चाहिँ सही हो यस्तो बवाल फलेको छ नि त्यहाँ माथि माथि ठुल्ठुलो भइरहेछ यता पनि छ अर्को अम्बाको बुट तर यो चाहिँ भर्खर फल्दैछ यो चाहिँ सधैँभरि हुने खालको हो अनि यो चाहिँ किनुको बोर्ड हो किनु अम्बा चाहिँ एउटा पनि छैन रहेछ सबै जिरो भएछ यहाँ रहेछ एउटा एक दुईवटा यहाँ रहेछ तर चराले खाएरै यस्तो बनाइदियो के काम यसको यो चाहिँ यो अब कहिले हुन्छ अलि ठुलो हुन्छ अनि फेरि चराले खाएर यो पनि सकाइदिन्छ अब त्यही हो अनि म चाहिँ यहाँ आलु खन्छु भनेको हामीले पहिला रोपेको आलु थियो मैले पहिला फर्स्टमा आउँदा बित्तिकै रोपेँ आलु हो क्या यहाँ आलु चाहिँ यहाँ भाउजूले खनिसक्नु भएछ घरमै फलेको अर्ग्यानिक आलु है यत्रो ठुलो नि हुँदो रहेछ त सानो हो क्या यो आलु खास यत्रो यत्रो फल्ने खालको आलु हो क्या मिनी व्हाइट पोट्याटो हो क्या यो यत्रो यत्रै हुन्छ कि यो चाहिँ खासमा तर ठुलो नि फल्दो रहेछ यत्रो ठुलो नि फल्या रहेछ सही हो त्यो आलुलाई चाहिँ यहाँ भाँडामा हाल्नुपर्छ लाएर अनि यहाँ चाहिँ यो यति भयो यहाँ चाहिँ दामी माटो निस्किएको छ हाम्रो यहाँ साग पनि खतरा फलेछ साग यस्तो दामी भइरहेछ अहिले चाहिँ साग चाहिँ खतरा हुने टाइम रहेछ यो चाहिँ बन्दा काउली चाहिँ यो काउलीको रुखहरू चाहिँ अलिक नजिक भएछ क्या काउली ब्रोकाउली हो यो चाहिँ नजिक नजिक भएछ अनि झारहरू लास्टै धेरै भएछ पुरै झार हो यिनीहरू कस्तो किरा लाग्न थालिसकेछ क्या अहिले त त्यो ठुल्ठुलो पात भयो अनि किरा लाएर यहीँ आइ यस्तो हाड्डी भइसकेको छ यस्तो हाड्डी भइसकेको छ साग टाइम टाइममा टिपेर नखायो भने यस्तो हुन्छ त अब टिपेर खानी बस्ने टाइमै छैन नि त हामीलाई
काममा गयो आयो जे छ त्यही खायो सुत्यो बारीमा आउने टिप्ने यताउता गर्ने त फुर्सदै छैन त्यही भएर ठुल्ठुलो पारेर त्यो टिपिदिनु पऱ्यो किराले खाएर यस्तो भइसकेको छ राइट गाइज आज चाहिँ मसँग अब गाजर र मुलाको बिउ छ म चाहिँ यो दुईवटालाई रोप्ने प्लान गरिरहेको छु यो हामीले जुन आलु रोपेर खन्यो नि यो ठाउँमा आलु रोपिसकेपछि खनेको ठाउँमा यो ठाउँमा चाहिँ मैले गाजर र मुला चाहिँ रोप्ने प्लान गरिरहेको छु माटो हल्का खनेर फुर्र पार्छु त्यो दामी बनाएर अनि रोप्नु पर्ने हुन्छ यो पनि मोल हुन्छ पछि यसलाई चाहिँ यता हालिदिनुपर्छ घाँसलाई यो सब एरियामा चाहिँ म गाजर र मुला लगाउँछु यो चाहिँ तपाईँलाई धेरै नै हुन्छ होला बिउ चाहिँ यत्रो एरियामा अट्दैन होला जस्तो लागिरहेको छ मलाई तैपनि आधी आधी गरेर मिलाएर रोप्छु यता मैले यहाँ चाहिँ गाजर र मुला रोपेर भ्याइसकेँ बिउ चाहिँ अलिअलि रह्यो यो चाहिँ हाम्रो बारीमा फलेको आलु अघि चाहिँ साग टिपिसकेँ साग अलिकति लसुनलाई खनिदिनुपर्छ जस्तो लागिरहेको छ मलाई लसुनलाई पनि एकछिन खनिदिन्छु यिनीहरूलाई अनि हुन्छ अनि उता हाम्रो केरा पनि काट्नु पर्ने भयो जस्तो लागेको थियो यहाँनिर एउटा केरा पकाउन हाल्ने भयो जस्तो लागेको थियो मलाई ए भरै चल्ने चाहिँ हाम्रो पकाउन हाल्ने भयो जस्तो लागेको थियो यो केरा चाहिँ अलि भइसकेको छैन रहेछ यता चाहिँ अर्को केरा पनि भइरहेछ अर्को केरा भइरहेछ र यो सागहरू भइहाल्यो यहाँ पनि छ हाम्रो साग तर यो पुरै गोड्न पनि खन्न पनि भयो सो गाइज यो चाहिँ हाम्रो लसुन अनि यसलाई चाहिँ यो झारहरू सब फालेर टाइम टाइममा हामीले चाहिँ यसरी रोपेर अलि ठुलो भएपछि खनिदिनुपर्छ कि यसलाई यसको जरा पुरै पाक्लाक पुक्लुक त्यो उक्काउने चाहिँ होइन ठिकै हल्का हल्लाउने गरेर अनि यसलाई चाहिँ मजाले खनिदिनुपर्छ अनि यसको त्यो माटो चाहिँ नरम भएर छिटो फैलाउँछ कि त्यो भएर हामीले यसरी कुटाइदिने भन्छ कि हामी नेपालमा हुँदा चाहिँ यसरी खन्नुपर्छ यो झारहरू चाहिँ सब फाल्नुपर्छ फेरि नत्र झारहरू भयो भने धेरै भयो भने यसलाई ठुलो हुनै दिँदैन फल्नै दिँदैन क्या तल चरामा फल लाग्नै दिँदैन यसलाई चाहिँ यसरी खनेपछि लसुनको काम भ्याइयो यो चाहिँ खुर्सानी हो मसिनो छ लसुन भयो साग त्योतिर नि के हो यो सो गाइज यहाँ चाहिँ मैले लसुनहरू यस्तो खनेर यस्तो बनाएँ साग यस्तो भयो त्यहाँ भएको काउलीहरूको बिरुवा यता लिएर रोपेँ यहाँ टमाटर रोपेँ एउटा मात्र रहेछ यहाँ काउलीहरू यसरी रोपेँ यहाँ चाहिँ मुला गाजरहरू छरेको छु बिचमा चाहिँ सबजना झारसार गोडेँ यस्तो राम्रो भइरहेको छ अब त्यहाँको बाइकहरू गोड्नलाई त्यहाँको चाहिँ अब फेरि छुट्टी भएको बेला नभए अहिले टाइम भ्यायो भने गर्छु अनि हावा चलिरहेको छ मस्त त्यहाँ चाहिँ यस्तो बवाल फुल फुलिरहेको छ
काम गर्दा गर्दा खुट्टाको हालत यस्तो भइरहेछ, हिलोले खाए जस्तो। त्यो काममा जुत्ता नलगाए काम गर्न पाइँदैन, जुत्ता लगाएपछि यस्तो हुन्छ हालत, खुट्टाको हालत यस्तो तताउँछ, यस्तो चराउँछ नि, यस्तो यहाँ परेछ। ल आमामा कस्तो डेन्जर बढेछ यार यहाँ त। धेरै जुत्ता लगाएर काम गर्दा गर्दा अब यो औषधि लगाउनुपर्छ यहाँ, अनि बल्ल ठिक हुन्छ। यो औषधिले चाहिँ ठिक गर्छ बल्ल। यसरी ग्लोभ्स लगाउने, अनि त्यसपछि यो औषधि चाहिँ उलिसमा पाउँछ है। यो औषधिले चाहिँ सही काम गर्छ कि खुट्टा यस्तो भयो भने। तपाईँहरूलाई पनि भएछ भने यो औषधि युज गर्दा हुन्छ। यो चाहिँ टक्क यसमा लगाउने, कस्तो चढाउँछ नि। जुत्ता नलागे काम गर्न पाइँदैन, जुत्ता लगाएपछि हालत यस्तो हुन्छ, कस्तो चढाउँछ। ओल चिकन आइट लास्टमा त हड्डी मात्रै निस्क्यो क्या। त्यो यस्तरी हो क्या खाने। यो उठेर फाले हुन्छ त। यो त अब भेजिटेबल हो। त्यहाँबाट 30 मिनट लाग्छ रिप्लाई।